Hey guys, welcome back to my new vlog. आजको भ्लगमा फेरि तपाईहरु सबैलाई गुड मर्निङ छ हैन। अहिले चाहिँ बिहान भइसकेको छ फाइनली अनि मैले काम गरेर पनि आइसकेको छु। यहाँ चाहिँ मेरो कालो बुनु अनि यस्तै छ अहिले चाहिँ हाम्रो गाउँतिरको हालखबर अनि यस्तो सही छ बाहिरको मौसम चाहिँ। के गर्नु भइहाल्छ? आलु मिसाएर पकाउनु हुन्छ आलु मिसाएर। अनि यति मासु के गर्नु कसो पर्नमा मेरो छिटै काल खोज्नलाई यहाँ रुखमा किन चढेर बसेको हो? त्यहाँडै आउँ होलास् नि। अब पर्सिदेखि एक्जाम छ। अब अहिले भने म यस्तो गरिरहेको छु। अब पढ्नु सर्नु त छैन मलाई। पछि गएर बिजनेसम्यान बनिने नै हो, त्यो त मलाई थाहा छ। म चाहिँ अब यहाँ हिजोको भिडियो अपलोड गर्छु भनेर यहाँ बसिरहेको छु। यहाँ म भिडियो पनि अब एडिटिङ भएर सकिसक्यो। हाम्रो यहाँ बहिनी चाहिँ पढाइ हान्दैछ। यहाँ यसलाई एउटा क्वेसन सोध्यो भने आउन चाहिँ केही पनि आउँदैन, त्यही पनि पढाइ चाहिँ मजाले गर्छ। जस भविष्यमा गएर यो डक्टर कि त इन्जिनियर त बन्न सक्दिनँ। के भन्न चाहन्छस् मेरो यो भ्लगको लागि? अब तपाईहरुलाई मेरो भाइसँग इन्ट्रोड्युस गर्न गइरहेको छु। मेरो भाइ यहीँ छ। मेरो भाइको चाहिँ पारा अर्कै छ क्या। अब मेरो जर्सी लगाएर अब उसको यहाँ के काम चल्दैछ थाहा चाहिँ छैन। उसलाई पनि थाहा छैन, मलाई पनि थाहा छैन, तर गर्न चाहिँ गरिरहेछ। के हो ऊ त के को फ्यान हो? अब यसलाई रोनाल्डो भन्छ। अब रोनाल्डोलाई पनि के भन्नु, बच्चाहरू अब केही सकिँदैन। यहाँ मासुको कुकिङ भन्ने हुन्छ। म चाहिँ तपाईँहरूलाई मेरो सानमान धन म फुटबल प्लेयरको सबैभन्दा खतरा चिज देखाउन गइरहेको छु। सबैहरूले हेरिदिनु होला तपाईँहरूले। अब म अस्ति गएको थिएँ रोनाल्डोहरूसँग भेट्नलाई। रोनाल्डोले चाहिँ मलाई के भनौँ भने फुटबल राम्रो खेल्दो रहेछौ, तिमीलाई म एउटा चिज गिफ्ट दिन्छु भनौँ। उसले आफ्नै खेलेको फुटबलको त्यो सुज हुन्छ नि, त्यो मलाई दिएको थियो। त्यो चाहिँ यहाँ रहेको छ टक्कसँगले। एन्जाको फिनिसिङ छ, नाम पनि एन्जाकै छ। फेरि खतरा छ, लुक्समा चाहिँ हेर्न सक्नुहुन्छ। अहिले पनि फोर चाहिँ जस्तोको त्यस्तै छ। त्यहाँनिर मलाई सम्हालेर राखेको थिएँ। उसले चाहिँ मलाई एउटा मात्र दियो, एउटा चाहिँ बेच्दियो अरे कति 2 लाख 3 लाखमा बेसी नै बेच्दियो अरे होइन। अनि म पनि यो बेच्छु अनि धनी हुन्छु भनेर लिएर आएको त लास्टमा त मेरै साथीको रहेछ यो जुत्ता। अब रोनाल्डो भनेर मलाई ठगी गयो, त्यही पनि केही छैन। बिक्न त बिक्छ होला, को किन्ने भन्नुहोस् है छिटो। हेर्न सक्नुहुन्छ सही छ जुत्ता। माटो पनि यो विदेशकै हो, स्पेसल अमेरिकाबाट ल्याएको। यो दुलो चाहिँ फेरि अब मुसाले पारिदिएको मेरो घरको कुनामा फालिरहेको थियो। त्यही पनि को किन्नुहुन्छ यो जुत्तालाई, कति रेट दिनुहुन्छ भन्नु होला। सही छ है जुत्ता चाहिँ। यसलाई म धेरैमा बेच्दिनँ, त्यस्तै 5 लाख 6 लाखमा बेच्छु। किन्ने जति सबै आउनु होला। यो चाहिँ स्पेसल दुबईबाट आएको, धेरै पर्दैन, 4 लाख पर्छ। इम्पोर्ट गर्दा आउटपोर्ट गर्दाखेरि त्यस्तो धेरै पैसा परेको। नत्र भए त यो सस्ता मस्तामा रोनाल्डोले फालेको जुत्ता मैले घरबाट उठाएर लिएर आएको। सबैले किन्न चाहनुहुन्छ भने सुमन बिके भ्लगलाई सब्सक्राइब गर्नुहोस्। म तपाईँलाई यस्तो जुत्ता त फ्रीमै दिन्छु। तपाईँहरूलाई गफ दिएर त पेट आउँदैन मेरो। अब भात खान त जानै पर्छ होइन। अब भात त खानै पर्यो। तपाईँहरूलाई गफ मात्र कति पेलिरहनु। अनि आमाले त आइज भन्नुहुन्थ्यो त भात खानलाई। अहिले भर्खर बोलाउँदै हुन्थ्यो त। त्यसो भने फेरि म गफ दिनु गएको। अब म सुतेर एकछिन मोबाइल हेर्छु। तपाईँहरू अब भातसात खाँदै गर्नुहोस् होइन। थ्याङ्क यू सो मच वाचिङ बाई। फेरि एकछिन पछि भेट्छु नि। यो छोडेर नजानु होला। फेरि आइसकेको छु है। कुन हो देखा त? भनेपछि म नआउने कुरा भयो त। आइहाल्छु नि त्यो प्रष्टै बोलाको देख्न सक्नुहुन्छ। यहाँनिर फेरि बुवाकै स्यान्डो लगाएर मेरो भेस्ट लगाएर हिँडिरहेको हुन्छ जतिखेर पनि। हेर्दाखेरि मात्र राम्रो छ, चण्डाल छ, 1 नम्बरको चण्डाल। ओइ अब तँलाई पुग्ने त पोल्न राखिहालेको रहेछ। मासु भातसँग त खाँदैन होला नि। खाने नि। सौरभ जोशीले जहिले दाल भात देखाउँछन् तर म जहिले मासु भात देखाउँछु। मेरोसँग चाहिँ मिल्छ म भात खाइसकेपछि।
सो गाइस खाइ पनि सके मैले भात लुक 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 तल लुक तल लुक तल लुक किन्दुको भन्नु हाँस्दैन 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 हाँस 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 यता यता यस्तो रिसार हेर्नु यता रिसार गर ल भूत रियलिस्टिक भूत गाइस रियलिस्टिक भूत अनि गाइस यस्तो आज हाम्रो गाउँतिर किन यस्तो हावाहुरी चल्ला चाहिँ खुच्चे भाइहरू पनि के भइरहेको छ यो खुच्चे चाहिँ किन आएको होला यहाँनिर दादा हेर्नु अहिले त यो रोलान्डोको बडा पो मागेर ल्याएको त म भन्दा नि फेको चन्द्र छ भाइ त ले केबाट ले गरे यो रोलान्डोको बडा के गरिस उठ के गरिस हाँ के गरिस उठ उठ सेक त त्यसलाई सेक त अत्तिकोले सेक्कै कार्यक्रम हुन्छ नि तेरो बुझिस् ए सेक त्यसलाई सेक त हिँड्दा सेक ओइ यो मेरो 80 लाखको जुत्ता किन यहाँ फालेको त गइस हजुर भेट्छस् नि भेट्छस् क्या सर्ट सानो हुन्छ क्या मलाई तर माको च्याङ्ला रहेछस् नि भाइ सेकिङ गर्ने तँलाई दनाउ दिउँ अनि आएँ चाहिँ बेल चोर्नलाई ताजा ताजा यहाँनिर उखुबारी हो कि खेतबारी हो यो मकैबारीमा आइसक्छ ओइ यो सबै उठ्ठा हान्दा बेल यो सबै चोरिदिउँ ल ला 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 छिटो ला न यो बोक्न काम दिएको मैले 10,000 रुपियाँ स्यालेरी थाल बाङ्गा हात छ क्या तेरो त बाङ्गो फाल्दैछ त आइज आइज यति भाइ पुग्छ ओइ आइज छिटो आइज अलि माथि टाउकोमा झर्छ अहिले बेलसेल छिटो आइज छिटो आइज न छिटो लालच नगर सबै हाल के फोरो त बोक्न त इधर छैन नि त इधर गोजीभित्र हाल गोजीभित्र यस यस गुड जब छिटो हाल ओ अर्कोमा पनि हाल न अर्कोमा मोटी मोक चली लेके आजा गांजा ब्रो रोल पेपर चिकीती प्लांट सांझ बॉडी हो मेरो मेरा बेल खादा पेन बेलको सर्वोच्च कस्तो माथि पो ठङ ठङ पार्छ नौटंकी इधरको कालिँदैन ओइ त भाइको चलाउँछस् तेरो दाम भाग्छु नि फेरि म कालुले शरबत पानी नै मात्र घोल्दैछ त्यसले केही चाहिँ चाहिँ हाम्रो घरमा पाहुना आइरहनु भएको छ कि यहाँ हजुरआमाको छोरी जहाँ आउनु भइरहेको छ अनि यहाँनिर बाहिर चाहिँ कारमा आउनु भइरहेछ म पनि अब पछि गएर त्यस्तै कार किन्छु तपाईँहरूलाई एकचोटि
जाँदा जाँदै पैसा पनि दिएर जानुभयो यिनीहरूलाई मलाई पनि 100 रुपियाँ जे 100 रुपियाँको कमाइ भयो मलाई पनि फाइदै भयो आई होप गाइस आजको भिडियो तपाईँहरू सबलाई मन पर्यो होला र यस्तै यस्तै कन्टेन्ट हेर्नको लागि सुमन भ्लग सब्सक्राइब अबदेखि लङ भ्लग आउँछ धेरै जस्तो मिनी भ्लगहरू पनि आउँछ होला तर त्यस्तो मजाले आउँदैन आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ बाई सब्सक्राइब है सबैले